वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ धेरै दिन बादमा भ्लग स्टार्ट गर्दैछु होइन। अन्त धेरै भएको थियो भ्लग नबनाएको पनि के गर्नु, अब बिजी हुन्छु, स्कुलको क्यान्टिन छ, अन्त छुट्टी भएर पनि घरको काम गर्दा ओर्दा ठिकै हुन्छ नि। आउन हेलो भन न। हाई गाइस, तपाईहरु कस्तो हुनुहुन्छ? म ठिकै छु। मेरो छोरा पनि ठुलो भइसकेको छ, कति दिन बादमा भ्लग बनाउँदाखेरि तपाईहरुले देख्न सक्नुहुन्छ हो। अन्त हेर्दै गर्नुहोस् होला के कस्तो हुन्छ मेरो भ्लगहरू। मन पर्यो भने तपाईँले लाइक कमेन्ट गरिदिनुहोस् होला। हेर्दै गर्नुहोस्। बाहिर चाहिँ आमाम घाम यस्तो दामी लागिरहेछ, हेर्नु न कति दिन भयो घाम दामी लागिरहेको छ हो। के गर्नु, अब मेरो घरको त घरबाट त यस्तो राम्रो राम्रो भ्यूहरू देख्दैन। यस्तो दामी भइरहेछ, आकाश पनि यस्तो सफा भइरहेछ, देख्न सक्नुहुन्छ। हामी चाहिँ बाटोदेखिको अलिक तल बस्छौँ नि त। यी माथि हेर्नुहोस् यस्तो नजाराहरू यस्तो दामी भइरहेछ। स्कुल पनि सुन्ने भइरहेको छ, सबैजना गयो छुट्टी भएर हो। होस्टेलमा पनि सुन्ने छ। यहाँ चाहिँ मैले लुगाहरू सुकाइरहेको छु मजाले धोएर। यो चाहिँ मैले बारीकै खोर्सानी अलिअलि टिपेर सुकाएको। यहाँ हेर्नुहोस् मेरो दिदीले फेसियल के गरेको फेस प्याक है, फेस प्याक लगाइरहेको छ। म चाहिँ यहाँ माथि आएको छु नि त दिदीको घरमा। जेठी छोरी हो, यता हेर्दैन सबै निन्द्रामै छ। खोइ हेरौँ त, यिनीहरूले टेन्ट बनाएको छ अरे हौ यहाँनिर, हेर्नु को खोइ चप्पल छ नि यहाँनिर। म चाहिँ यहाँ दिदीको घरको छतबाट चाहिँ तपाईँहरूलाई भ्यू देखाइदिन्छु ल। आम्माम घामले ए यो भगवान्, लु हेर्नुहोस् कोले बनाएको। यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले भ्यू। यहाँबाट चाहिँ देख्छ सबै भ्यूहरू। मेरो घर चाहिँ यो हो, निलो छाना भएको हो, त्यहाँबाट यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरूले पारी। यो तल देखेको नर्सरी हो। फेरि घुमेर आएर चाहिँ यस्तो घाममा चाहिँ हेर्नु न, ऊ टेन्ट बनाएको अरे हो। आम्मामामामा के चाहिँ निकालेको यो लुगाहरू मैला हेर। डस्ट एलर्जी छ त्यही माथि, यस्तो धुलोमा बस्छ। ओफ निस्कि हिँड गरम भयो। आमामामा त्यो छतमा त बस्न त सक्दैन। यो चाहिँ हेर्नु न, पहिला यहाँनिर चाहिँ के को हेमस्टर है, गिनीपिगको हो। यो चाहिँ मर्यो, माया लाग्दो भयो। अब यो चाहिँ यहाँबाट खोलिदिन्छ होइन, यहाँबाट भात, यहाँबाट पानी। त्यहाँनिर बट्टाहरू पनि थियो त है। हजुर बट्टाहरू। हजुर। गरम छ गरम। यो चाहिँ मेरो दिदीको घर हो। म चाहिँ एकछिन उकालो माथि आएको थिएँ नि त। यहाँ हेर्नुहोस् न फुलहरू। What? And out. No, तिमीले मलाई धोका दिन्छौ। आज गर्दिन। आज मम्माको कसम। ए किन मेरो कसम खाएको? खोइ दिदी भाइ एकछिन चल्न अन्त। ए यिनीहरू त चल्दैन, मिल्छ हौ, के भएको मिल्छ। म चाहिँ तिमीहरूको उयो हेरेँ नि। यिनीहरूले चाहिँ के गर्छन् यहाँनिर हेर्नुहोस् ल। मेरो छोरीले खाना यही बनाइदिन्छ अरे हो। म चाहिँ घर आइपुगेँ साथीहरू। नि हेर्नु न, यो अस्ति किनेको प्लान्ट चाहिँ भित्र राख्दाखेरि कस्तो राम्रो भएको थियो कि। दादाले, मेरो बुढाले चाहिँ बाहिर निकालिदिएर चाहिँ कस्तो माया लाग्दो भएछ नि, डढेर। अब यसलाई चाहिँ फेरि भित्रै राख्नुपर्छ। ए
डढेछ नि हौ। हेर्नु त यो त मजाको रातो रातो परेको हुन्छ नि त हो, त्यहाँबाट यो पनि डढेर यस्तो भएछ। यो पातहरू सबै किराले खाएछ। अब यसलाई म सबै काटिदिन्छु। यी सबै हेर्नु न दुलो परेर यस्तो डरलाग्दो घाममा बाहिर निकालिदिन्छ हो। हेर्नु त यो चाहिँ मैले गोर्खे हाटबाट लिएको, पहिला सानो लिएको, अहिले चाहिँ यत्रो भएको छ बढेर। हेर्नुहोस् त अब चाहिँ काटेर यतिको भएको छ हो। यहाँबाट चाहिँ नयाँ पत्ता आउँदैछ, योबाट चाहिँ यतिको भएको छ। अब तपाईँहरूलाई म भोलि पर्सि फेरि यसको नयाँ पाता आएर मजाको भएपछि देखाउँछु। हेर्नुहोस् है साथीहरू, म अब यो र्याक चाहिँ निकाल्नु सक्दिनँ हो। यसलाई चाहिँ म अब यहीँ खाली गरेर पुस्छु। यहाँ हेर्नुहोस् ल कतिको मैला भएको रहेछ। यस्तो मैला भएको रहेछ होइन, मैला छ। अब यसलाई चाहिँ सट्टै भाँडासाँडा सबै निकालेर चाहिँ त्यहाँबाट म चाहिँ यहीँ पुस्छु। के गर्नु साथी हो, दसैँ आयो, सफा गर्नुपर्छ। अरू बेला त क्यान्टिनले गर्दाखेरि भ्याउँदिनँ, यही गर्नु पनि हो। अन्त यस्तो भएछ। यही ढकनीको हालतहरू पनि सब धुनुपर्ने भएको छ। अब राख्ने जग्गा पनि छैन। अहिले साथीहरू है, र्याक चाहिँ सफा गरिसकेँ मैले। आमामा पुरा साह्रो पऱ्यो हो। अन्त नि हेर्नुहोस् न, भाँडाहरू नचालाकोले गर्दा चाहिँ यस्तो भएछ। यी सबै यो डेक्चीहरू, यहाँ भाँडाहरू हेर्नुहोस् है हो। युज नगर्ने भाँडाहरू राखेर पनि के गर्नु है, बरु भित्र त सफै छ हो। अब युज गरेको बाहिर चाहिँ सब ढकनीहरू यस्तो भइरहेछ। अब यो ढकनीहरू धुनु मलाई कस्तो टाइम लाग्छ होला। अन्त यिनीहरूलाई चाहिँ सब कार्टुनमा हालेर राखिदिन्छु। अब घर पनि सानो छ, भाँडाहरू त अब सब लागेर किने नि होइन, राख्ने ठाउँै हुँदैन। त्यो भएर चाहिँ अब चाहिने चिज चाहिने भाँडाहरू चाहिँ बाहिर राखेर नचाहिने चाहिँ अब सबै कार्टुनमा राखिदिनु पऱ्यो। युज हुन्छ तैँले निकाल्दा भयो नि है। अन्त थाके साथीहरू, के गर्ने अब दसैँको छुट्टी भन्छ हो। हाम्रो त काम गर्दा ठिक्कै हुन्छ। अब अरू बेला काम गर्न पाउँदैन। अब भोलिभित्रमा घरको कामहरू सकेर फेरि हाम्रो पर मूल घर जानुपर्ने हुन्छ है, मेरो बुढाको घर। त्यो पनि अब आमा र आपा मात्रै छ। अन्त त्यहाँ जानुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम हतार छ मलाई अहिले घरि। र पनि हतार हुँदै भए पनि अब फ्री भएको बेलामा यसो भ्लगहरू बनाएर साथीभाइसँग कनेक्ट भइरहेको भनेर चाहिँ बनाएको। हेरिदिँदै गर्नुहोस् होला तपाईँहरूले। हेर्नु न साथीहरू, यो मैले बनाएको नि, यो मिठाईको खोलको होइन। अन्त यसलाई चाहिँ मैले युजमा लिएको छु। किन भन्दाखेरि चाहिँ यस्तो हाल्नु काम लाग्छ नि त, किन पैसा खर्च गर्नु होइन। यो चाहिँ हो तपाईँको जुगाड भन्छ यसलाई चाहिँ। जुगाड गरेर मैले चाहिँ यो कैँचीहरू हाल्ने होल्डर बनाएको छु हो। त्यहाँबाट मैले अर्को पनि बनाएको छु नि। यो चाहिँ यो मिठाईको बट्टा हो, ठुलो मिठाईको बट्टा हो। यसमा चाहिँ मैले चम्चीहरू हालेर राखेको छु। जुगाड हेर्नुहोस्, यो गोद्रेज चाहिँ मैले फ्याँक्नु आँटेको थिएँ होइन। योलाई चाहिँ उयो गरेर नयाँ अर्को गोद्रेज ल्याउनेवाला थिएँ हो। तर हेर्नु न कस्तो दामी, अनलाइनमा कस्तो दामी स्टिकरहरू आउँदो रहेछ। अन्त यसो गरेर मैले लगाएर, अन्त यहाँनिर चाहिँ यो ऐना फिटिङ गर्दा गर्दा मेरो बुढाले चाहिँ चर्काइ पठायो यहाँनिर हल्का नयाँ सामान होइन। अन्त मैले चाहिँ यसलाई यस्तो डिजाइन गरेको छु। तपाईँहरूलाई कस्तो लाग्यो, मन पऱ्यो कि मन परेन। यहाँ हेर्नुहोस् न,
कस्तो भइरहेछ नि लुगाफाटाहरू हो। अब यो लुगाफाटाहरू सबै मिलाउनुपर्छ। काम त कति छ यहाँनिर। अब यहाँ त सिनिक्क पाऱ्यो नि। यहाँ हेर्नुहोस् यो टेबलहरू। अब नानी भएको घर यस्तै हुन्छ है। यहाँ हेर्नुहोस् है हो। अब यो सब सफा गर्नुपर्छ। अन्त साथी हो काम गर्दा गर्दा मेरो हालत चाहिँ यस्तो भइसक्यो हेर्नु न कि। अन्त यहाँनिर ऱ्याकमा भाँडाहरू धोएर पनि सबै थन्काइसकेँ। यो माथिको चाहिँ मैले खाली राखिदिएको। अब यहाँको भाँडाहरू चाहिँ म राख्दिनँ हो। अन्त यहाँनिर भुइँहरू पनि सट्ट पोसिसकेँ। यतानिर अब चाहिँ म खाना खानु गएको माथि दिदीकोमा। अहिले चाहिँ घाम ढल्केर अलिक शीतल भइसक्यो। जङ्गल देउराली पुजेर खोइ अब त बजारले पनि बेच्छन् मन जङ्गल पनि बेच्छन् अन्त देउराली पनि बेच्छन् अन्त मान्छे पनि बेच्छन् क्या माम दाल सब्जी कस्तो कालो आयो हौ। त्यहाँबाट फ्रेस पनि भएको। आज बडीले नबना भन्नुभयो के पुछ ए ऊ भातै खानु अरे आलुको चोक ए हेर माम दाल भनेर ल लन्च त हाम्रो त पुच्का पो बनाएछ। साँच्ची नै पुच्का बनायो पलक। म त रेला पो गरेको रहेछ भनेर माम दाल भनेर कस्तो एक्सपेक्ट गरेर आएको त। खोइ अन्त रस चाहिँ पुच्का बनाएछ। तर मलाई त यस्तै मनपर्छ भातभन्दा चाहिँ हो। यहाँ चाहिँ पुच्का पनि फ्राई गरेछ। को भएर बनाएको तिम्रो घर कहाँ छ? तिमी यही घरको छोरा हो? आउँदा नि त घर ट्याक्कै। यो माछा पापाले देखिन्छ है। के हो त्यो? मलाई टेस्ट पानी बिनाको सुक्खा पानी फ्रिजमा छ सेलिँदैछ मिठो बनाएछ। अब हाम्रो सुरु भइसकेको छ पुच्का च्यालेन्ज। तपाईँहरूले त मजाले तातो भात खाँदै होला हो। अब हामी चाहिँ यस्तै मनपर्छ। म त बिहान जिस्केको रहेछ भनेको त खुसी भयो म। लु आएर खाऊ त फर्स्ट बाइट खाऊ न छिटो। ए बढीको त अब नि मुखमा त देखाइदिनु पर्यो। के हो दुईटा क्याप लाएर? कस्तो भयो भन्दिनुहोस् भिडियोमा त आधालाई पनि ठुलो देख्दो रहेछ त हौ। रस बेसी नखाऊ। खोइ यता दामी पलकलाई मलाई खिच्दै त अब म खान्छु। अब चाहिँ म खान्छु। यसमा त चाना मटर आलु मिक्स गरेको रहेछ हो। दामी तर पानी चाहिँ फ्रिजबाट निकालेर चिसो पानी होला भनेर खाएको चाहिँ तातो पानी रहेछ हो। राम्रोसँगले सेल्दैन छ यसमा भोरा त राख्न पहिला। तर चाना र मटरले अलिक डिस्टर्ब गर्यो जस्तो लाग्यो है। ठिकै छ पानी हाल। म कत्रो गरेको नानी? यहाँ कत्रो गरेको कम्ती उयो डल्लै हिलो भयो भयो। नि
तातो पानी भएर मजा आएन तर है चिसो हुनु पर्थ्यो नि त्यस्तो थियो कि मैले फेरि तताको यो आइस पनि हालिदिएको थिएँ पिज्जा खान्छ अन्त पुच्कामा त के गरिस् त खाइस् भने नेक्क पो भयो त ओए अब चाहिँ नेक्क भएर चाहिँ म चाहिँ फोकै खाइदिनु पर्यो त्यो उयो के पो अलिकति उयो लाग्यो ओए के भयो नमिलो सर्क्यो बिस्तारै खान नि मेरो कसरी सर्क्यो भन्नु यसको ब्याकग्राउन्डमा राम्रो भाँडाहरू राखेको जस्तो देख्दो छैन टाइल्स मैले ल्याएको सबै धोइदिएको अब चाहिँ म सुप खाइ खान्छु अम्लो नबजा न आवाज हुन्छ तँलाई 12 बजी लन्चमा भात मनपर्छ कि यस्तो पुच्काहरू पुच्का तँलाई पलकलाई बोल न तेरो एक्सप्रेसन त कहाँ देख्छ र नि भिडियोमा बोल्नु त पर्छ तपाईँलाई भनेको म अन्ती भएर सुक्यौँ देख्दिनँ डेक्चीले नै छेल्यो नि त हौ हाम्रो पुच्कै देखेन दामी भएछ भएन हेर्न आमामा बेसी भएको राख्ने अहिले भरे खानु ल लु यो चाहिँ फाइनल हो मेरो हो होइन मसला भरेर खानु पर्यो हामीले चाहिँ यो पुच्का खाँदाखेरि चाहिँ पल्लवी र आशीलाई पनि पुरा मिस गरेँ है तर लास्ट बाइटमा मिस गरेँ नि हौ बेसी त्यो भएर बेसी नेकै पछि सबैजना भेला भएपछि चाहिँ च्यालेन्ज पल्लवी र आशीले हेर्दैछ भने चाहिँ मन नदुखाउनु हो त्यहाँबाट मिठो भयो लास्ट आवरमा भए पनि हामीले मिस त गरेँ है म फर्स्ट मिस गरेँ ड्याम्मै भएर पो खाऊ न भाइ चाल पाउँदो रहेछ नि बाह्र लगाएको पकायो लुरा खायो अब चाहिँ उयो खानुपर्छ ल अलिक भएर मात्रै अब चाहिँ उयो खानुपर्छ ल नानी चिया बेलुका चिया अब रिफ्रेस हुनु पऱ्यो नि त पुच्काले आला पुलुक भयो अब चङ्खो भयो नि म अब चियाले रिफ्रेस भएर फेरि काम छ घरमा आज चाहिँ मेरो बुढा छैन नि त घरमा कि त्यो भएर चाहिँ मेरो छोरीले चाहिँ खाना चाहिँ यता पकाइदिन्छु भनेको थियो 12 बजीको तर अब खानामा चाहिँ के भन्छ यसलाई जङ्क फुड भन्छ कि फास्ट फुड भन्छ हौ पुच्कालाई जङ्क फुड खायौँ हो तर केही हुँदैन अब कोही बेला त हेल्थलाई त्यस्तो असर पर्छ जस्तो मलाई लाग्दैन किनकि हामी सधैँ खाने होइन कोही बेला अरू बेला त हामी सधैँ नै खाना नै खाइरहेको हुन्छौँ होइन अन्त मजा आयो खानु के भयो नि फेरि
पुच्काले उयसले घोचेछ हौ। ल त साथीहरू अब चाहिँ म चिया खाएर फेरि घर जान्छु हो। त्यहाँबाट पछाडि भेट्छु तपाईँहरूलाई। खाएर त आएँ नि अब नि हेर्नुहोस् यत्रो लुगाहरू निकालिरहेको छु पटाउनु हो। यहाँको पनि सफा गरेको छुइनँ त्यत्तिकै छ, यहाँ पनि त्यत्तिकै छ। अब चाहिँ यहाँनिर सबै सिनेक्कै पार्छु। के गर्नै पर्छ साथी हो। यो बनाइरहनु पनि म भ्याउँदिनँ ल, काम पुरा छ। कति बज्यो 2 बजिसकेको छ। अन्त आजको भ्लग चाहिँ अब यतिमै एन्ड गरिदिन्छु। बाई बाई।